त्यहाँदेखि सेतो मन्दिरको एरिया कतातिर पर्छ यतातिर मन्दिर घुम्नुहुन्छ मन्दिर घुम्ने बाटोमा घुम्नु बाइकमा मिल्दैन घुम्न बाइकमा त फेरि गाह्रो हुन्छ कहाँ राख्ने अहिले घुम्ला अहिले पहिला यता घुमिहाल्यो अनि बिस्तारै घुम्ला त्यतातिर जस्तै अब आटोमा गयो भने के हुन्छ 10-12 मन्दिर जति छ नि सबैमा लिएर जान्छ आटोमा तपाईको हर प्रत्येक कति रुपियाँ लाग्छ सबै जान प्रत्येक मन्दिरमा रोकी हेर आउँछ सबै प्रत्येकमा सबैमा घुमाउँछ एउटामा रोकिदिन्छ भित्र जानु दर्शन गर्नु फोटो सोटो लिनु अनि बस्नु फेरि अर्कोमा लिएर जाने सबै घुमाइदिएपछि अनि लास्टमा यो मन्दिर हामी छोडिदिन्छौँ मायादेवी अनि मायादेवी दर्शन गरेर उतादेखि रमाइलो गर्दै सिधै यहीँ आउनुहुन्छ डुङ्गामा बाटो ठाउँमा आउनुहुन्छ अहिले यहाँबाट होइन डुङ्गामा जाने अहिले त गयो भने त फेरि मन्दिर छुटिन्छ यो मन्दिर फेरि छोड्नु हेर्न मिल्दैन नि त यताबाट मन्दिर घुम्ने पहिला मन्दिर घुम्ने त्यसपछि त्यहाँ छोडिदिनुहुन्छ हजुर सबै पहिला यो मन्दिर घुम्नुहुन्छ दाइ जानुहुन्छ उहाँको प्रस्ताव सुन्नु नि एकचोटि जस्तै आटोमा जाँदा के हुन्छ सबको पहिला यो मन्दिर सबै हामी घुमाउँछौँ यो सबै मन्दिर घुमाइदिएपछि हजुरको अनि लास्टमा मेरो मन्दिर दर्शन गरेर उतादेखि डुङ्गामा रमाइलो गर्दै चाहिँ आउनुहुन्छ यहाँ सीसी क्यामेरा छ यहाँ बाइकको केही प्रब्लम छैन फेरि डुङ्गामा आउने फेरि बाइक लिएर जाने कति जान्छ हामीहरूको कति बाइकको मान्छे कति घुमाउँछ जस्तै अब लोकेसन त्यहाँ अलिक थाहा हुँदैन प्रत्येक मन्दिर हामी रोकी हेराइदिन्छौँ अनि लास्टमा यो मन्दिर दर्शन गरेर डुङ्गामा परेर अनि डुङ्गामा यहाँबाट उता यहाँ फर्का कति उहाँदेखि यहाँसम्म आउनुहुन्छ डुङ्गामा एकजनाको 50 रुपियाँ लिन्छ डुङ्गावाला जाँदा आउँदाको 100 जाँदा आउँदा 100 अब आटोमा यो सबै मन्दिर हेर्न पाउँछौँ जस्तै अब चाइनाको छ कोरियाको छ जर्मन छ फ्रान्स छ अस्ट्रेलिया छ भेतनाम छ थुप्रै मन्दिर छ सबैमा गेटमा रोकेर हेराएर फेरि यो मन्दिर हेरेर फेरि अर्कोमा सबैमा पाउँछ हामीहरूको 300 रुपियाँको टिकट काटेर बल्ल छैन मिल्छ चढाउनलाई 10 मिनट 5 मिनट घुम्नलाई सबैमा हामीले कतिको काट्नुपर्छ त टिकट हजुर अटोमा घुम्नलाई यो फिक्स रेट हुन्छ कति रुपियाँ उसको 1050 रुपियाँ भाडा हो हाम्रो मन्दिर घुमाउने सबैमा तर हामीहरूको सबैमा साइड सिन गराउँछौँ सबैमा रोकी हेराउँछ के भन्ने दादा 100 रुपियाँको टिकट लाग्छ त्यो पैसा दिनु पर्दैन आटोवालाले त्यो मन्दिर जानलाई हामीले टिकट हजुर मन्दिरमा पैसा लाग्दैन हजुर न त्यस्तै एक्लै गयो भने लाग्छ लाग्दैन के पैसा लाग्दैन अटोको लाग्ने भयो आटोको भाडा मात्रै हो हजुरको अरू पैसा मन्दिरमा लाग्दैन पहिला यता त जाउँ घुम्नुहुन्छ भने 800 रुपियाँ दिनु 1050 भाडा हो अहिले त्यही पनि एकचोटि यता यस्ता हेरिहाल्नु र एकछिन अहिले घुमुला हो रोक्नु न सरकार बल्ल त आज हामी यतातिर हेरिहालौँ मन्दिर त घुम्ने एकछिन हजुर वेट गर्नु न कुरा सुरा बुझियो सबै कुरा दाइ 600 अरे छोड यार अहिले 1050बाट 600मा झडिसक्यो यार के गर्दै हुनुहुन्छ अङ्कल के गर्दै हुनुहुन्छ तपाईँ के छ यसमा आइसक्रिम त नखाऊ होला भयो आइसक्रिम खायो भने फेरि यहाँ घाँटी बसेर फेरि गाह्रो हुन्छ अनि यो यहाँमा चढ्ने बस्ने थियो हामी के गरौँ त यस्तो गरौँ यहाँबाट नाउँमा जाउँ त्यहाँ झडौँ त्यहाँबाट घुमी आउँ फेरि यहाँ बाइक लिउँ जाउँ बाइक राखिहाल्यो होइन त्यस्तो गरौँ भाइ फोटो हान्न ल फोटो आएर त्यहाँ लास्टमा आएर पनि हामीलाई पहिला त्यहाँ मन्दिरका त्यहाँ फोटो आउनु लास्ट यो यहाँ तालका फोटो आएर के गर्ने हो यार मान्छेको फोटो हान्नु पर्दैन न नजाने अहिले पहिला हामी नाउँमा जाने अनि आउने अरे नाउँमा यहाँदेखि जाने त्यसपछि मन्दिर घुम्ने त्यहाँबाट आउने मन्दिर घुमेर आइसकेपछि फेरि यहाँबाट घर जाने भन्ने प्लान भयो हाम्रो उल्टो पर्छ त्यो अब एकछिन कुरा नाउवालले आउँदैन एकचोटि नाउवाला मान्छेहरूलाई अनि त्यहाँ तिनको कुरा बुझेर जसरी पनि एउटै त हो यताबाट नाउँमा गएपछि उताबाट हिँडेर आउनुपर्छ होइन हिँडेर आउनुपर्छ लामो पर्छ होला पऱ्यो त्यो अङ्कल पनि आइगयो पऱ्यो पछि जाने कि एकछिन अहिले नजाने कि हाम्रो साथी आउनु लाग्छ कि एकजना त्यही भएर हो एकजना साथी आउनु लाग्छ दुईजना पनि आउनु सक्छन् बाइकमा हाम्रो साथी आउनु लाग्छ त्यसको लागि वेट गरिरहेको छु कि हामी नभए जाने थियौँ अहिले साथी आउनेवाला छ नि त्यही भएर हो
फोटाहाटा हामी खिच्ने त होइन अहिले साथी आइसकेको थियो अनि जाने हो क्या तिनीहरू भर्खर उता पुग्यो 7 झन्डी पुग्यो 7 झन्डी बाइक लिन मिल्दो रहेछ त दाजु यार जाउँ बाइक लिएर है त जाउँ त्यहीँ जाउँ बाइक लिएर घुमौँ यताबाट पनि बाइक यस्तो पनि रहेछ नि त दाइ सुन्नु न यताबाट पनि बाइक लिएर जानु मिल्दो रहेछ मन्दिर घुमौँ बाइक लिएर जाउँ के गरौँ डुङ्गा खेलौँ त्यहाँ जाउँ बाइक यहीँ छोडिदियो होइन जहाँ जति भयो त्यो हिँडेर आउँला जहाँ अटो पायो त्यहीँबाट चढौँला नि त अटोमा है त्यस्तै गरौँ कहाँ हावा त छैन हावा पुरा नगर नि यार कहाँ के मन लाग्छ नि यार यसमा जम्पा हान्नु अरे म गइदिउँ ल ल जाऊ हो कस्ता कुरा त यार खै जाऊ ल यति हो खै त नआवालो लुम्बिनी ल एकचोटि लुम्बिनीको बारेमा विस्तृत उयो गर न एकचोटि जानकारी देऊ अङ्कललाई सोधौँ त यार लुम्बिनीको बारेमा के छ के हो यहाँको बारेमा भनिदिनु अङ्कल तपाईँले यहाँको बारेमा सब थाहा होला नि त एकचोटि भनिदिनु नि त विस्तृतमा हामीलाई विस्तृत रूपमा भनिदिनु नि त यहाँ के हुन्छ के पाएँ यता मन्दिर यो सबै हो सबै मन्दिर होइन यहाँ आएर मान्छेहरू पूजा गर्न आउँछन् होइन मेनली के पूजा हो पूजा गर्न आउँछन् कि घुम्न आउँछन् पूजा घुम्ने दुईटा हुन्छ दुईटै आउँछ है अनि त्यसपछि यहाँ बुद्ध भगवान हुन् नि बुद्ध जन्मको ठाउँ बुद्ध भगवान हुन्छ नि बुद्धले बुद्ध जन्मेको ठाउँ बुद्धले भिडियोको पाइलाहरू देख्न मिल्छ क्या यता त्यहाँ गएर प्रत्यक्ष देख्न मिल्यो त्यो पाइलामा हेर्न मिल्यो आफ्नो आँखाले चस्मा लिएर आउँछु कहाँबाट उताबाट त्यहाँ पाइन्छ चस्मा विस्तृत रूपमा भनिदिनु भने हौ त यार केही भन्दैन चाइनिजले आउँछ यो सबै विदेशी आउँछन् यार यता नेपाली भन्दा बढी नै विदेशी के हो नि नाउ चल्ने हो यो चल्दैन कोही छैन अहिले त आज घुम्न कोही आएको छैन है मान्छे नभएर नचलेको त्यो त मात्रै हो गइसक्यो त्यो मात्रै हो र पुरै चल्छ मान्छे भएपछि चल्छ नि दुईजना लिन मिल्दैन कतिजना आउनु पर्यो कम्तीमा 15-16 जना अघिको मान्छेलाई त दुईटालाई लग्यो त उतैबाट आएर होला अनि के अरे यताबाट बाइक लिएर यता उता कहाँ जान मिल्छ उता मेन मन्दिर महादेव मन्दिर कहाँबाट जाने महादेव मन्दिर दुईटै बाटो गयो भने सिधै यता बाटो छ यताको पनि बाटो छ उताको पनि बाटो छ यो बाटो गए पनि भयो उता त्यो यो बाटो पाउनुहुन्न त्यही सुन्नु न दाइ यो बाटो जानु मिल्यो होइन मायाविधी जानलाई होइन त्यो उताको मिल्दैन बाटो गयो भने अझै बाहिरको मन्दिर हेर्नुहुन्छ यताबाट सिधै हामी माया देव मन्दिर पुग्छौँ यो काठो बाटो गयो भने महादेव ठक्कै पुग्नुहुन्छ उताको परको बाटो गयो नि दाइ यार आज नाउ चढ्न पनि नपाइने भयो त गाइजहरू के गर्ने होला त के चढ्ने भने त यार नाउ पनि चढ्न नपाइने भयो त दाइ के भइहाल छ यार अटो त इलेक्ट्रिक होला यो ओहो खुट्टाले चलाउने खालको रहेछ यार साइकल जस्तो रहेछ है त रिक्सा रहेछ रिक्सा सो हामीले अहिले नाउ पनि चढ्न नपाइने भएको छ गाइज होइन किनकि आज मान्छे एकदमै कम छन् हिजो अस्ति निरन्तर 3-4 दिनसम्म पानी पऱ्यो त्यसकारण अब कोही मान्छे पनि आएको छैनन् आज पनि पानी रहेको थियो हामी हेर चाइनिजहरू आयो चाइनिजहरूलाई चाहिँ यार यहीँबाट जाने कहाँबाट जाने यार चिप्लो हो क्या यहाँनिर
यताबाट होइन क्या जाने हेर सब गइरहेछ नि त कताबाट हो जाने यतैबाट हो मायादेवी लिरा हो यार जानु त्यहाँ म त्यहाँ धेरै ठुलो छ कि भन्छ रहेछ ल भयो त खतरा छ त्यहाँ काटेर अर्को भिडियो बनाउनु 10 मिनट का 2 भिडियो भइसक्यो अलले कट गर्नु पर्ला बिस्तारै